हेलो साथीहरु सबैजनालाई नमस्ते अनि सेवालाङ भन्न चाहन्छु। अनि आज चाहिँ हामी ढेडो ओडालेर खान लागिराखेका छौं अर्ग्यानिक। अनि ढेडो ओडाल्नलाई चाहिँ आउँछ हाम्रो दाइलाई, मलाई भन्दा दाइलाई सबै कुरा आउँछ, तर मलाई आउँदैन खास। मन पर्यो भने हाम्रो दाइलाई सम्पर्क गर्नु होला। अनि हाम्रो अंकल पनि हुनुहुन्छ, स्टिल सिंगल। Oh my god! Wow! यदि तपाईहरुलाई मन पर्छ भने कमेन्ट गरिदिनु होला। कोकोले ढेडो खाएको कति वर्ष भयो कमेन्ट गर्नु होला। ढेडो सिस्नु खाएको यदि तपाईहरु मेरो गाउँमा आउनुहुन्छ भने तपाईहरुलाई पनि खुवाउने छु। नजिक भयो तपाईलाई पनि दिन खुवाउँछु, तर के गर्नु सरी म आफै खाए। मिठो छ सुन्दै? वाउ। हेलो साथीहरु सबैजनालाई नमस्ते अनि सेवालाङ भन्न चाहन्छु। अनि आज चाहिँ हामी ढेडो ओडालेर खान लागिराखेका छौं अर्ग्यानिक। अनि यसरी आगो ताप्दै अनि हाम्रो दाइले चाहिँ ढेडो ओडाल्दै हुनुहुन्छ, अनि हाम्रो अंकलले चाहिँ पिठो हाल्दै हुनुहुन्छ। अनि आज चाहिँ हामी खाने छौं। अनि पिठो यता छ, लोकल ढेडो, लोकल के भन्छ मकैको पिठो। अनि हाम्रो दाइले चाहिँ ओडाल्दै हुनुहुन्छ। अनि एकछिनपछि हामी खाने छौं, खाएको भिडियो पनि देखाउने छु। अनि आज चाहिँ हाम्रो ढेडो र सिस्नु छ, साथै अचार पनि छ। अनि ढेडो ओडाल्नलाई चाहिँ आउँछ हाम्रो दाइलाई, मलाई भन्दा दाइलाई सबै कुरा आउँछ, तर मलाई आउँदैन खासै ढेडो ओडाल्न। मन पर्यो भने हाम्रो दाइलाई सम्पर्क गर्नु होला। अनि हाम्रो अंकल पनि हुनुहुन्छ, स्टिल सिंगल। Oh my god! Wow! स्टिल सिंगल भन्छ नि, सिंगल हुनुहुन्छ, उहाँहरु सम्पर्क गर्नु होला। हाम्रो अंकल पनि सिंगलै हुनुहुन्छ। अनि हाम्रो सुभाष दाइ पनि सिंगलै हुनुहुन्छ। अनि उता हाम्रो प्रकाश अंकल चाहिँ सिंगलै हुनुहुन्छ, मिंगल। जीवन दाइ पनि सिंगलै हो र? हामी सबै सिंगल त हो नि। ए सिंगलै हो रे। अनि हुन्छ, हामी ढेडो ओडाल्ने छौं। अनि एकछिनपछि खाएको पनि देखाउने छु है तपाईहरुलाई। यदि तपाईहरुलाई मन पर्छ भने कमेन्ट गरिदिनु होला। कोकोले ढेडो खाएको कति वर्ष भयो कमेन्ट गर्नु होला। ढेडो सिस्नु खाएको अनि मन परेमा पनि कमेन्ट गर्नु होला। एक दिन मेरो घर आउनु भयो भने तपाईहरुलाई ढेडो सिस्नु हामी खुवाउने छौं। यो चाहिँ सिस्नु हो, अनि तपाईहरु खान आउनु होला। सिस्नु अनि खाने छौं। अचार हो, लोकल गोलबेडाको अचार, आफ्नै गाउँघरमा फलेको, आफ्नै बारीमा फलेको। ढेडोलाई चाहिँ यसरी ओडाल्नु पर्छ अनि मात्रै मिठो हुन्छ। ओदाल्ने कि मस्काउने? मस्काउने हो र? ओदाल्ने कि अनि यसलाई चाहिँ बेसरी त्यो जुन त्यो गाठागुटी हुन्छ त्यसलाई चाहिँ फुटाउनु पर्ने हुन्छ, अनि पनि मिठो हुन्छ। त्यो गाठागुटी बस्यो भने त अलि ढेडो मिठो हुँदैन नि त। सो हाम्रो दाइले चाहिँ ढेडोको त्यो गाठागुटी मस्तले त्यसलाई के फुटाउँदै हुनुहुन्छ। अनि यसरी चाहिँ ओडाल्नु पर्ने हुने रहेछ। हेर्नु होला गाइजहरु। अनि यसरी पिठो हाल्दै, थोरै थोरै पिठो हाल्दै ओडाल्नु पर्ने रहेछ। हजुरलाई बेसी लुताक मिट्दैन हो र? नि। ल है, दाइले चाहिँ मस्तले पिठोलाई फुटाउँदै हुनुहुन्छ। दाइको अनि ढेडो पकाउने तरिका त अनि अलगै खान्छ। यो चाहिँ आफ्नै गाउँघरमा पाइने त्यो पानी घट्टामा पिसेर ल्याएको पिठो हो। अनि मेलमा हाल्यो भने चाहिँ पिठो पुरै सानो मसिनो गरी पिन्दिन्छ नि त, सो त्यही भएर मिठो हुँदैन। अनि यो चाहिँ अलि घट्टामा, पानी घट्टामा हालेको, त्यही भएर हल्का यो चाहिँ मिसिनो खाएन, पिठो एकदम ठिक्क छ। त्यही भएर पनि ढेडो मिठो हुन्छ नि त। त्यही भएर मेलको भन्दा चाहिँ पानी घट्टको पिठो ढेडो चाहिँ मिठो हुन्छ है साथीहरु। अनि हाम्रो दाइले ढेडो पस्काउँदै हुनुहुन्छ, जीवन दाइले। अनि हामी सबैको भागमा यसरी राखेर खान लागिराखेका छौं। मिठो छ होला सायद गाइज, खाएपछि अहिले यसको परिणाम निस्किन्छ मिठो छ कि के छ भनेर। ल दामी दामी दाइ, एकदम राम्रो तरिकाले पस्काउनु भएको छ। ल है साथीहरु, अब हामी ढेडो खान लागिराखेका छौं।
ल साथीहरू फाइनली हाम्रो ढेँडो चाहिँ पस्काइसकेका छौँ अब खानको लागि रेडी हुँदैछौँ यसरी नै हाम्रो गाउँघरमा जे पाइन्छ त्यही पकाएर हामी खाइराखेका छौँ सो साथीहरू यदि तपाईँहरू मेरो गाउँमा आउनुहुन्छ भने तपाईँहरूलाई पनि खुवाउनेछु ओके साथीहरू यही नै हो आजको मेरो तर्फबाटको फुड के भन्छ डिनर नै भनौँ बेलुकाको 5 बजिसक्यो सो गाइजहरू अब हामी खानेछौँ लिएर जानु भयो ल अन्त ढेँडो कस्तो छ एकदम अर्ग्यानिक छ एकदम मिठो छ मिठो छ है ल खानु है खानु अनि हाम्रो अङ्कल दुईजनाले खाँदै हुनुहुन्छ मिठो छ है अनि हो नि अनि दाइ धेरै मिठो छ ल पकाउन पनि बिस्तारै पकाएको किनभने पहिलाको बाजेले त्यस्तै पकाएको त्यही भएर एकदम मिठो छ अनि नजिक भयो तपाईँलाई पनि दिन खुवाउँछु तर के गर्नु सरी म आफै खाएँ आफै कसरी खा आफ्नो भाग खुवाउनु हुँदैन अनि हाम्रो सुजन दाइले खाँदै हुनुहुन्छ मिठो छ है सुन्दै वाउ फेरि पनि अर्को भिडियो लिएर आउनेछु लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला